तेस्रो भिडियो लिएर आइरहेको छु र अहिले चाहिँ हामी दिघामा आइरहेको छौँ। दिघामा चाहिँ एउटा एकदम राम्रो खालको मन्दिर रहेछ, त्यो चाहिँ हो हाम्रो जगन्नाथ टेम्पल। र अहिले चाहिँ हाम्रो बेलुका भइरहेको छ यहाँ चाहिँ। र यहाँ आएर चाहिँ हामीलाई एकदमै सुकुन है, एकदमै सेफ फिल भइरहेको छ है, त्यस्तो केही पनि छैन हामीलाई। र अहिले चाहिँ हामी बेलुका आइरहेको छौँ र यहाँ चाहिँ अब हामी चाहिँ मन्दिरको बाहिर आइसकेको छौँ र तपाईँहरूलाई म बाहिरबाट लाइटिङ देखाउन सक्छु। जगन्नाथ टेम्पल भन्नु रहेछ है, यहाँबाट हेर्दा यस्तो दामी छ है। घुम्नुको लागि चाहिँ है मन्दिर पनि एकदमै दामी बनाएको रहेछ यहाँनिर। अहिले चाहिँ हामी बेलुकाको समय भएको छ र बेलुका पनि यस्तो दामी छ है, सेफ फिल भइरहेको छ हामीलाई, त्यस्तो केही छैन, डरहरू केही छैन। र अहिले चाहिँ हामी एकदम मन चाहिँ एकदम शान्त भइरहेको छ, किनभने अब हामी मन्दिर जाँदैछौँ भनेपछि चाहिँ आफ्नो मन आफै एकदम के भनेर खुसी भएर आउँछ है। र म तपाईँहरूलाई यो भिडियोद्वारा तपाईँहरूलाई पनि म देखाउन चाहन्छु है हामी यहाँनिर चाहिँ कुन कुन जग्गा छ है। र हेर्दै गर्नुहोस्, म तपाईँहरूलाई सानो सानो क्लिपहरू हालिदिन्छु, तपाईँहरूले पनि हेर्नुहोस्। सो अब चाहिँ हामी गेटभित्र बस्न आँटेको छौँ र हेर्दै गर्नुहोस् है गाइस। हेर्नु सक्नुहुन्छ यस्तो दामी है, बेलुका चाहिँ गेटमा आउने बित्तिकै हामीलाई चाहिँ टिका लगाइदिनु भयो है। टिकाहरू लगाइसकेको छु है। अब चाहिँ हामी भित्र एन्ट्री हुँदैछौँ। हामी चाहिँ यहाँ भित्र आइसकेको छौँ सबैजना। कस्तो दामी रहेछ मन्दिर चाहिँ। हामी भित्र चाहिँ दर्शन गऱ्यो तर भित्र चाहिँ फोटोहरू खिच्नु दिँदैन रहेछ र त्यही भएर चाहिँ हामीले दर्शन भित्र चाहिँ देखाउनु पाएन। एकदमै मजाको रहेछ मन्दिर चाहिँ। हामी यहाँ घुम्दैछौँ है। सबैजनालाई है, यो चाहिँ हाम्रो सानो भिडियो थियो मन्दिर आएको, जगन्नाथ मन्दिर। तपाईँलाई कस्तो लाग्यो के लाग्यो है, तपाईँहरू यहाँ आउनुभयो भने जरुर भिजिट गर्नुहोस् यो मन्दिरमा। र हामी चाहिँ यहाँनिर घुमिसकेर भित्र सबै दर्शन गरेर सकेर चाहिँ हामी बाहिर निस्किँदैछ है। र कस्तो लाग्यो दीक्षा? एकदमै जगन्नाथ धामको दर्शन मात्रले पनि अब के भन्नु, दिल सुकुन एकदम के भन्छ त्यसलाई, सुकुन भइरहेको छ। होइन सुकुन त्यो हिन्दी भयो, एकदम शान्त आनन्द भइरहेको छ। अमृता म्यामलाई अमृता कस्तो भइरहेको छ? मलाई पनि त्यही हो है, एकदमै राम्रो छ, शान्ति छ, यो जग्गा चाहिँ मन पर्यो। ओभरअल ट्रिपमा चाहिँ बेस्ट प्लेस भनौँ न है, सबै राम्रो थियो। मलाई त थाहा पनि थिएन कि यहाँनिर यस्तो राम्रो मन्दिर छ भनेर है, सुनेको चाहिँ थिएँ तर अब आज चाहिँ आँखाले नै देखेँ। एकदमै राम्रो शान्ति जग्गा रहेछ, मलाई चाहिँ एकदमै मन पर्यो। यहाँनिर हाम्रो च्यानलको ओनर सेल्फलाई पनि सोध्नु पर्यो, हजुरलाई कस्तो लाग्यो त्यो? एकदमै पिसफुल भइरहेको छ है। यस्तो मजाको जग्गामा ल्याइदिनु भएकोमा दीक्षालाई पनि एकदम धन्यवाद। मेन चाहिँ दीक्षालाई भन्दाखेरि पनि हाम्रो ट्रेन होइन, एकदम ट्रेनको टिकट काट्ने मेरो बन्धु सबैलाई जगन्नाथ धामले बोलाउनु भएको आज हामीलाई, सबैलाई धन्यवाद। एकदमै खुसी लागिरहेको छ है, यहीँनिरै आउनु थिएछ र चाहिँ ट्रिप पनि भएछ है, यस्तो राम्रो भइरहेको छ। सबैको पोसिबिलिटी चाहिँ एकदम नाको बराबर हो। खासैमा भन्नुपर्दा चाहिँ कसै 7 दिनमा जोगाड गर्ने, म झन् 1 हप्तामा नै ट्रिप भएर चाहिँ आएको हो है। 1 हप्तामा पैसा मात्रै नभएर मान्छे मनाउनुदेखिको लिएर सबै भएको हो क्या। अब तपाईँहरूले पनि दर्शन हेर्नुले सक्नुहुन्छ, हेर्नुहोस्।
चाहिँ मन्दिरहरू सबै दर्शनहरू गरिसकेर चाहिँ अब चाहिँ हामी आफ्नो रुम फर्किँदैछु है। र अब रुम गएर चाहिँ सिधै रुम जानुभन्दा अगाडि चाहिँ हामी सिधै खानासाना खाएर मात्रै रुम जाने है। एकदमै हप्पी भइरहेको छ र आज चाहिँ एकदमै बेस्ट डे थियो र त्यही भन्दै आजको यो भिडियो यहाँ एन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ। अब नेक्स्ट एपिसोड के हुनेवाला छ हेर्दै गर्नुहोस्। थ्याङ्क यू सो मच। गुड नाइट एभ्रिवान।